ब्राङ बुडुङ टाउको खोलेर पनि हेरियो So hello, good morning everyone and welcome back to our channel. It's your boy Mac. I hope सबैजना सन्चै नै हुनुहुन्छ होला. मलाई पनि एकदमै आरामै छ. जो आज मन्डेको दिन सैटरडे संडे अब अरूको त छुट्टी हुन्छ, आफ्नो चाहिँ हुँदैन है, काममा व्यस्त हुनु पर्यो. सो अहिले त्यस्तै व्यस्तताले गर्दाखेरि चाहिँ अब जुन हाम्रो अगाडिको जुन भिडियोजहरु तपाईले हेर्नुभयो त्यसपछि चाहिँ कहीँ पनि निस्केको थिएन. लगभग 10-11 दिनपछि चाहिँ मैले बाइक निकालेको छु. आज तेल 500 को हालेको यार, रिजर्भ भन्दा माथि नै आएको छैन यार, कतै महँगो हो. सो लिमिट. सो आज चाहिँ हामी निस्केका छौँ केही कामले गर्दाखेरि. यताबाट चाहिँ डाइरेक्ट पिच रोड हुँदै जान सकिन्छ. यताबाट जब 17 किलोमिटर हो, बट वी थट अबाउट टेकिङ अ न्यू रुट हैन. अहिलेसम्म गएको छैन, पहिलेदेखि जान पनि मन लागेको हो. यो चाहिँ कस्तो हैन, छोरेपाटनबाट छिर्नुपर्छ है त्यो रुटको लागि, अनि डाइरेक्ट कुबिन्डे निस्किन्छ. त्यो चाहिँ अहिले धेरै पहिला मैले म्यापमा हेरेको थिएँ, अस्ति पनि एकचोटि जान ट्राई गरेको, बट बाटोमा चाहिँ त्यो नालीको लागि पाइप ओछ्याउने काम हुँदै रहेछ. सो त्यही भएर त्यति बेला चाहिँ हामी फर्क्यौँ. त्यति बेला म र मेरो साथी मिस्टर मल्लजी पनि हुनुहुन्थ्यो. एन्ड आज पनि आइ एम विथ मिस्टर मल्लजी. हाम्रो पल्सरमा 180 है, खतरा चलाउँछ केटोले यार. आमो हाइवेमा त यस्तो सुताइ चलाउँछ नि मान्छेले. सो त्यही छ, आज जाउँ. त्यो बाटो कस्तो छ भनेर हेर्न पनि मन छ. खै 1 किलोमिटरको मलाई थाहा छैन, बट बाटो कस्तो छ त्यो पनि थाहा छैन. अहिलेसम्म मैले कोही उता गएर हालेको भिडियोहरू पनि भेटिनँ. खनेको बाटो हो, कुबिन्डेको त्यो घुम्तीमा निस्किन्छ भन्ने मात्रै थाहा छ है. सो त्यति नयाँ एक्सपिरियन्स लिउँ न. ओहो कस्तो हो. 4 दिनको टुर पनि राम्रैसँग भयो. एडिटिङको लागि चाहिँ एकदमै टाइम लाग्यो. रेनकोटहरू लिएर हिँडेका छौँ है हामीले. त्यहाँ रेनकोट चाहिँ अब के यता पोखरी नानी र पानीको भरोसा हुँदैन, कति बेला वार र हुर्र परिदिन्छ होइन. सो त्यस्तै. हजुर. सो उहाँ हुनुहुन्छ हाम्रो मल्लजी. ल पुगा भयो त. बाटो पुल बनाउनु लागेको रहेछ. ठिकै छ, अहिले पानी परेको छैन. पानी नपरेको बेलामा बनाउँदा ठिक हुन्छ. बाटोहरू त प्रायः जस्तो तपाईँहरूले याद गर्नु, नेपालमा बाटोको विकास चाहिँ एकदम धमाधम भइरहेको छ क्या. लास्ट टाइम त्यो हामी रामपुर हुँदै आउने बेलामा, यहाँ अगाडि राख्ने बेलामा चाहिँ त्यो गोप्रोको कभर हुन्छ नि, केस, त्यो भाँचियो कि. त्यसले नगर्दाखेरि चाहिँ अहिले भाँचिनको कारणले मैले चाहिँ अहिले डाइरेक्ट त गोप्रोको तलको क्लिपबाट हालेको छु. अनि त्यो चाहिँ होचो भयो, केही पनि यहाँ स्क्रिन चलेको नचलेको केही थाहै भएको छैन क्या. ठिक छ. यस्तो बाइक यसरी चलाइन्छ यार. लास्ट टाइम चाहिँ यहाँ यो नालीको हो, यहाँ पाइप हाल्न लागेको थियो कि, यहाँबाट चाहिँ फर्केको है हामी. यहाँबाट अगाडि जाने सकेको थियो नि. योपालि चाहिँ अगाडि नै गइन्छ, जाने नै हो बाटो नै गुड. नाइस. ब्रेक पनि सही छ. अहिले त ब्रेक स्रेक सब बनाएको छु उताबाट आसी. तर आज जुत्ता यार, अनि प्लस सेतो प्यान्ट छ यार. बाटो चाहिँ मजाको रहेछ यार. यतिको बाटो त ठिक होइन केटा. ब्याट्री यो फेरि ब्याट्री यस्तो दिमाग खराब गरेछ मेरो यो गोप्रोको ब्याट्रीहरूले यार. ल ठिक छ. सो बाटोको अवस्था चाहिँ यस्तो छ. स्टार्टिङमै बनिरहेछ हल्का, तर यो गाडीले पनि खुब मार्केट खाछ है केटा. के भयो? ए आउँदैछु पछि आउँदैछु क्या. ब्याट्री फेरेको क्या गोप्रोको. केटाहरू अगाडि, मल्लजी अगाडि पुगिसकेको अवस्था. हामी चाहिँ ब्याट्रीले गर्दा दुःख दिएको. ओए आमा
अनि सेतो जुत्ता छ, यी बाटो यस्तो छ, मेरो बुद्धि के भयो होला यार। ढुलो चलो भाइ चलो, मल्लजी अगाडि चले गए, भेट्नुपर्छ मल्लजीलाई। ओभर अफ रोड भयो भने त म धान्दैन नि यो बाइकले। ल उठेर यस धेरै पछि यस्तो बाटो हिँड्न पाइयो यार। आमामा ठिक छ नि होइन। ओए चिप्लेला यार। ओए नाइस आजको यो राइड चाहिँ स्पेसली डेडिकेटेड टु नेपाली दाजुभाइ जति पनि बाहिर हुनुहुन्छ उहाँहरूको लागि है। आफ्नो गाउँठाउँ एकदम मिस गर्नुहुन्छ नि त उहाँहरूले, त्यही भएर। ओहो पुल त कति छिटो आइयो यार। फुस्रे खोला चिसे पानी मोटरेबल पुल। ल ऊ त्यताबाट आइन्थ्यो, आउने बेलामा यता कता एउटा चौतारीमा शीतलो चाप्ने बेलामा यो बाटो देखा हो क्या मैले। बाटो चाहिँ यतैबाट होला, यतैबाट त होला नि जाम। म के भन्दै थिएँ भने आजको यो भिडियो चाहिँ डेडिकेटेड टु अल दोज जो परदेशमा हुनुहुन्छ है। आफ्नो देशको माया कति लाग्छ है, आफ्नो देशको कति ठाउँहरू घुम्न मन लाग्छ, घुम्नु मन लाग्छ। अब त्यस्तै हो, हामी यहाँ छौँ, त्यही भएर बेला बेलामा समय पाएपछि सानोतिनो ठाउँ पनि घुमिदिन्छौँ होइन। अब यो रुट चाहिँ पहिलेदेखि हिँड्न मन लागेको मलाई। अब यताबाट चाहिँ तपाईँको पुरै स्याङ्जा भैरवबाग जाने हाइवे छ भने यताको डाँडाबाट चाहिँ तपाईँ डाइरेक्ट मोटिखान निस्किने बाटो छ छोरीपटनबाट। अनि यहाँबाट यतै होला आई थिङ्क, यस्तै हो। कुबिन्डे भनेको उता अगाडि हो, माथि निस्किनुपर्छ। बाटो कस्तो छ भन्ने कुरो मात्रै हो। यहाँसम्मको त आइएम जस्ट लभिङ इट। खड्कास डेन रे ओए म्याग जान्छ यसरी मेरो। लौ गयो जुत्ता भिजिसक्यो यार। तेरिका 10-12 दिन थन्किएपछि बाइक निकालेको आज। कता कता बाइकले खोजे जस्तो पर्फर्मेन्स नदिएको कि के हो यार केटा। कि माया कसम 10-12 दिनसम्म स्कुटी चलाएको भएर हो। घरमा फेरि स्कुटी पनि त छ। ओहो बाटो चाहिँ मजा ठिकै रहेछ यार। अब बोल्नु भन्दा नि कुदाइतिरै मजा आइरहेछ मलाई त यार। अनि यत्रो स्कर्पियो हाइसहरू कहाँ गराइरहेछ? इज देयर एनिथिङ अगाडि केही रिसोर्ट अथवा समथिङ? चिसा पानी खत्री हाम्रो मल्लसर अगाडि निस्केको अवस्था है त। अब यिनको ल त्यस्तै हुन्छ कि आँख घटी दुर्घटना घटी कुदाउँछ केटोले नि 180 त मस्त रन्काउँछन्, फुल पावर दिन्छ भने। अस्ति काठमाडौँ जाने बेलामा कम त कुदाएको केटोले 180 को गाँड गुलेटी बनाइदिएको थियो। आमामा त तातेर तेल त स्वयं सकेको के। फुल थ्रोटलमा लिएर हिँडेपछि त कस्तो दामी रहेछ यार। यता त घामै लाग्यो भने शीतलो छ यार। उता एउटा प्लेग्राउन्ड रहेछ। उही चिप्लेको यार मासला। यस्तो माटो फेरि चिप्लो हुन्छ कि। ए बाबु पेला के भयो पेला हेलो पुरा साइकल यस्तो बेरमा त हामी पनि खुब साइकल लिएर कहाँ घुमिन्थ्यो यार। ओ माकी नाइस। ओके दाजु बन्दै गरेको बाटोमा ठिक हुन्छ नि होइन। मान्छेहरू नि भेटिन्छ, जेसिबीहरू नि भेटिन्छ। अब चाहिँ यस्तै होला। अब डाँडा चढेछ हल्का उकालो लास्यो नि भेटौँला। ब्याट्री मेरो यस्तो झ्याउ गरेछ यो गोप्रोको दुइटै ब्याट्रीले कि
साला अर्को त टिक्दैन भने के 5 मिनट रिकर्डिङ गरेँ कि म्याकुरी 99%बाट 0मा आइदिन्छ यही जाऊ केटा जुत्ता लाएर आसी प्लस झन् आफू त पुरै सेतो किस्कन्डी जोइ भर्न आइएछ यार सेतै तल नि सेतो माथि पनि सेतो ओ ना दिस इज गुड यो हाल्यो खतरा छ नि है बाटो त ल साथीहरू यतातिर आएर यसो हल्का घुमघाम बाइकमा यस्तो साथीभाइहरूसँग चिल होइन हल्का सर्ट राइडको लागि पनि ठिक होला जस्तो लाग्यो मलाई यो त अब मैले म्याप हेरेको छैन जता गएको छ बाटो त्यतै उक्लिएछ हामी यस्तोमा क्या मेरो बाइकले चाहिँ पिकअप टुटाइदिने कि म के भन्दै थिएँ भने अहिले भन्छु अझै बिहा भएको छैन पक्नुहोस् है त एकछिन अब चाहिँ हल्का उकालो लाग्यो यार हो ल यताबाट हाइवे देखिन्छ कि नै नदेखिँदो रहेछ अनि यो म्यासलाई यो अगाडिको यो कराउने यसको रोगै सन्चो भएन क्या ग्यारेजमा वर्कसपमा कति हो त्यहीका फाल्दै क्या मलाई त खुट्टा लामो नभएको भए ब्राङ बुडुङ कतिचोटि देखायो भाइ सर खोलेर पनि त्यो के भन्छ यसको त्यो टाउको खोलेर पनि हेरियो यो कराउने के रोग लाग्छ यार यसलाई यार ओइमा यस्तोमा फेरि लत्त गरिदिने चान्स हुन्छ है नाइस भन्नुपर्दा चाहिँ शीतलै छ यो ठाउँ अनि त्यत्रो स्कर्पियोहरू कहाँबाट आयो त फेरि कुदा क्यामेरा त अफ गर्ने मौकै मिलेन त हौ साथीहरू देखाउनु ल छोटो हुन्छ कि लामो हुन्छ भन्ने विचारमा थियो ल यो चाहिँ यस्तोले बसेर चाक पछाडितिर ढल्काएर उभिएर दिनुपर्छ उभिएर चलाउने बानी नै भएन क्या चलाइदिउँ म्या ओ कता हौ यो जाने हो कि उता जाने हो गइदिउँ मल्लको पछि फेरि अन्त्य हिँडेको मान्छे अन्त्य पुगिएला यार कुबिन्डै निस्किने मेरो प्लान थियो मैले भने आएन मल्लसँग सकिन्न के आफू त खै किन हो अलि जिउ पनि ठुलो भएर हो क्या जिउ धान्ने कि बाइक धान्ने कि फेरि म्या कहाँ निस्किन्छ यो बाटो पहिला प्रवीण नेपालमै हुने बेलामा यस्तो बाटो खुब हिँडिन्थ्यो यार दाजुभाइ कम हिँड्यो त हामी ल मेरो भाइ हो मेरो साथी हो दाजुभाइ हो सबै ल पोखराको यो कुनाको पनि हेरिदिनुहोस् हेर्नु सकेको तपाईँहरूलाई त भाइब्स दिने प्रयास चाहिँ गर्छु पसिना आएर अघि त शीतलो भनेको त जाँदै छ हाइवे आम्बो नि ए मासला कुदा क्लच प्लेटमा प्रब्लम वाउ वाट अ पोइन्ट वाट अ ठाउँ ल यो ठिक हो नि एक नपऱ्यो दामी रहेछ है के भेट्यो आँप आँपै आँप रहेछ नि त सही ठाउँमा रोकेछ ल एकैछिन आँप खाइन्छ यहाँ केटा सो धेरै जस्तोले भन्नुहुन्छ कि बेला बेलामा फेस पनि रिभिल गर्नु होइन तपाईँको फेसमा देखाउनु ठिक राम्रो हुन्छ एङ्गलहरू सर्ट्सहरू राम्रो आउँछ भन्ने कुरा हो साथीहरू तर आफ्नो थोपडै खै आफूलाई नै नराम्रो लाग्ने भएर होला नि खासै यहाँ एउटा दारी पनि फुलिसकेछ मलाई चाहिँ आएछ अब उसको कामको के हो चक्कर भनेर रेनकोटहरू झुन्डाएको छ एन्ड यस्तो भोबाल ठाउँमा आएको छ कसमसँग देखाउँछु भने
यहाँ चाहिँ नेपालमा कृषिमा पैसा छैन कसले भन्छ नेपाल आइडलै केटा हो दिम न दिम बनाऊ न भन ल गाउँछ ल ठिक छ आजको जुगाड चाहिँ यस्तो छ कि आजको जुगाड चाहिँ यस्तो छ त्यो केस भाँचिएको भएर कता पुग्यो अनि यसको जुन क्याप हुन्छ नि यो किन्ने बेलामा खोलेर राखेको भित्रैबाट हरायो कहाँ हरायो त्यही भएर आज यो निस्किन्छ कि डर लगाइरहेको छ त्यही भएर अगाडि राखेन कि मैले त्यो केस आउँछ नि उलान्जीको हरा अर्को भैँस कि आँख यस्तो भइदियो यार लग भाँचियो हेलमेट टुक्क भयो थियो खस्यो अब अलिकति लगानी चाहिँ चाहिएको छ पारिपट्टि साङ्गो जाने हाइवे त्यतै कता कता हो यस्तो दामी स्पटमा आएर रोकियो हामी गुड अरू रहेछ अलिकति मेरो बाइकमा कता ठोकेको थियो त्यही भएर ल लाग्यो म कहिले कुबिन्डे चाहिँ निस्किँदो रहेछ मैले म्यापमा हेरेको रेस्ट टाइम पनि भइयो जाम अलि माथि एउटा गाउँ रहेछ त्यो दामी रहेछ यहाँ तल एकजना आमा घाँस काट्दिनुहुन्छ ठिक हो नि होइन गाउँघरतिर आफ्नो जग्गामा ट्र्याक्टर गाई भैँसी पाल्यो मेहनत चाहिँ चाहिन्छ है त्यो ल कति बस्थ्यो लगभग 7 मिनट जति बस्यो हल्का बाइक नै सेलायो क्या जाम यस्तो बाटो म अलिक कन्फिडेन्टै हुँदैन किन हो पहिला त क्या चलाइन्थेँ यार अहिले त उमेर नि बढ्दै गयो क्या आउनु हिँड्नुपर्छ आफ्नो ठाउँतिर ल यहाँबाट पो देखिँदो रहेछ त दामी टक्क छोरेपाटनको भित्रको कुप्छु है अब म अघि चाहिँ के भन्न लाग्थ्यो भने मैले चाहिँ सोच चाहिँ आएको छ बाइक चाहिँ चेन्ज गरौँ भनेर किनभने आफूलाई अब डाँडा काँडातिर हिँड्न मन लाग्यो अफरोड डाँडा काँडा भन्नाले नि यस्तो शान्त बाटोहरूमा हिँड्न मजा आउँछ कि अब हिँडियो भने पनि हाइवे भन्दा हल्का बेग्लै बाटोहरू खाली नै नभए पनि जो सिनहरू देखिराख्ने भ्यूहरू राम्रो आउने बाटोहरू चाहिँ हिँड्न मन लाग्छ क्या अब यस्तो बाइकहरू हो दिन्छ यतिको बाइकमा साथ दिन्छ होइन अहिलेसम्म कति दिइरहेछ पहिला म एनएस चढ्यो त्यसपछि यामातिर स्विच भएको थियो म अनि यामा पछि फेरि एनएसमै स्विच भएँ अब फेरि स्विच गर्ने कि जस्तो लागिरहेछ वाट मे बी द अप्सन्स फर मी बजेट फ्रेन्डली पनि होस् राम्रो पनि होस् होइन त्यो भन्ने कुरा हो ओ गाडीहरू चाहिँ हिँड्दो रहेछ है कस्तो तिखो उचालिएको यार सो बाइक चाहिँ कुन लिने होला यार जस्ट कमेन्टमा भन्नु होला है ओहो म्या त्यो यहीँ स्वाँ भएछ त म त के भयो गर्मीले कि के हो अब जस्तो अप्सन्सको लागि जस्तो एक्सपल्समा नि मैले अहिले अलिकति अगाडि नबढेको भने फोन आयो हेलो Ansel यार स्टप डिस्टर्बिङ अस एन्सेल अर्जेन्ट होला भन्यो ओ पारिको हाइवे चाहिँ यता होला माथि चाहिँ त्यो हुम्दी जाने बाटो उयो गाउँ पनि आयो म के भन्दै थियो भने ओहो दामी रहेछ है म बाटो बनाएको ओहो सुन्तलाको रुखहरू छ यो हो के प्योर भिलेज लाइफ मेहनत मात्रै गर्न सक्नु पर्यो उफु अब हाल्यो अगाडि आइहाल्यो नि म यार ऊ त्यहाँ बुवाहरू बस्नु भएको छ कि त्यो चौतारीमा फेरि यस्तो यार अगाडि हेरिन परिहाल्छ नि ओ टुटो पिकअप टुट्यो चढाऊ माछो भाइ चढाऊ अनि कतिले सोध्नुहुन्छ कि मोटो म्याक नेपाल किन राखेको हो ओ भन्नुहुन्छ क्या त्यो चाहिँ सोच्ने बेलामा झ्याप्पै आयो अनि प्लस कस्तो भने मलाई खास केटाहरूले इन्डियामा
साथीहरूले चाहिँ माचो भन्छ एन्ड यता चाहिँ भाइले प्रवीणले म्याक भन्छ क्या यताको साथीहरूले चाहिँ म्याक एमएससी म्याक भन्छ सो त्यही हो म्याक फर माचो एन्ड तलतिर गाउँतिर जाने बाटो रहेछ दा यो गाउँको नाम के भन्छ खाल्से कुबिन्डे निस्किन्छ नि यहाँ माथिबाट हजुर 700 मिटर छ क्या जम्मा 2-3 मिनेटमा तपाईँ हाइवेमा निक्लिन्छ ए ल दाइ धन्यवाद सो यस्तै छ ल सोधिदिउँ न होइन गाउँको नाम थाहा हुनु पऱ्यो राम्रो छ प्रमोट गर्नु पऱ्यो यता पनि ओ रुख ढलेछ नि त 5-7 मिनट भनेपछि नजिक नै छ सो त्यही हो छोटो मिठो राइड हानौँ अनि एउटा भिडियो पनि बनाऊँ भनेर हो इनएक्टिभ चाहिँ नहुँ ओहो जिउ मोटो भएर क्या हो यार थाक्यो यो त दाजु म सुई आयो भने छोरेपाटनबाट कुमिन्टी निस्किन त यो बाटो पो ठिक होला जस्तो लाग्यो त त्यसो ल बाइकको कुरा गर्दा चाहिँ बाइक चाहिँ एक्सपल्स तिर नि स्विच हुने कुरो थियो एक्सपल्सको 210 को पनि रिभिलिङ प्राइस होइन कतिमा आउँछ त्यो प्राइस नै रिभिल भएन होइन एक्सपल्स 210 अब नाडा अटो सोमा कि कहाँ काठमाडौँमा त्यो देखाउन चाहिँ ल्याएको थियो अरे सेल्सको लागि चाहिँ आएको छैन सो त्यही भएर चाहिँ त्यसको पनि प्राइस पहिले रिभिल हुँदो रहेछ त्यो कुरेर बसेछु अब भिडियोजहरू त धेरैले बनाइरहेको छ क्या यति पर्न सक्छ यति पर्न सक्छ भनेर बट जबसम्म आफ्नै आँखाले देखिन्न सुनिन्न अफिसियली आउँदैन थाहा हुँदैन नत्र यता अब त्यो 210 पनि थियो 210 अब एक्सपेन्सिभमा आयो एक्सपेन्सिभ भइहाल्यो पनि 4V प्रो मलाई प्रो चाहिँ बवाल लाग्यो त्यसको नि अरू र्याली भर्जनहरू एडिसनहरू पनि के छ भन्ने सुनेको थिएँ अनि त्योभन्दा माथिको चाहिँ मैले हेरेको चाहिँ हल्का टुरिङ टाइपमा हेरौँ भने कुन हेर्ने सुजुकी भिस्ट्रम त्यो पनि हुनसक्छ बजेटमै छ एन्ड अर्को चाहिँ अलिकति बजेटलाई नागेर जाऊँ भने चाहिँ बर्डरमा टच गरौँ भने चाहिँ मसँग KTM 250 एडभेन्चर यस सर त्यो डाँडाले मुते जस्तो भयो क्या त्यहाँ अर्ग्यानिक पानी खाइदिउँ न त्यसलाई खाइदिउँ अब कोही पनि आइसक्यो ढलान भेटियो भनेपछि त यहाँसम्म त आछ यार यहीँ त अनि यो हाइवे त यहीँ हो हाइवे आमा खत्रै छिटो हुँदो रहेछ यार यहाँसम्म त यो पहिला आएको हो कि यहाँबाट झर्ने बेलामा त्यो हाइवेबाट तल पानी खतरा रहेछ यार नेचुरल पानी खतरा मिठो हुन्छ नि यो डाइरेक्ट मूलबाट झरेको पानी मिनी वाटर खाइन्न बोतल चाहिँ एउटा ल्याउनु पर्ने रहेछ गर्मी छ मलजी र हामी चाहिँ बेला बेलामा यस्तो छोटो मिठो बाटोहरू हिँडिराखिन्छ मजा आउँछ उसको पनि हजुर के के हाइवे यहीँ छ सो बेला बेलामा हामी हिँडिन्छ अलिक क्यामेरा साइज छ कि यो मान्छे क्यामेरा अगाडि फेस गर्न सक्दैन नत्र सोल्टीको बेला बेलामा फेरि गजलहरू चल्छ नि यहाँ त सायद ओहो गीत त प्रमोद खरेलको भन्दा खतरा गीत आउँछ यहाँ म पानी खाएर नि माथि चढौँ अहिले त घाम गयो यार अघि कस्तो चर्को घाम लाग्यो भने त्यो ठिक छ है ल हाइवेमा आइहाल्यो होइन यो कुइपेन्टेभन्दा हल्का तल माछापुच्छ्रे भ्यू पोइन्टको यता निस्किन्छ यो बाटो तर खत्रै छोटो छ क्या यो बाटो त यार हो ल हामी हाइवेमा सेको अवस्था माछापुच्छ्रे भ्यू पोइन्ट रेस्टुरेन्ट बाटो क्या राम्रो भयो यार अब चाहिँ हामी स्याङ्जा जिल्ला र कास्की जिल्लाको बोर्डर जसलाई भनिन्छ कुबिन्डे अनि हाम्रो सब्या बहिनीको पनि घर यतै हो
ठिक छ। यहाँबाट यु टर्न हान्नुपर्छ। यस यस्तो छ साथी हो। यो गाउँतिर सानो कामको लागि आएको। र हामी चाहिँ यो चाहिँ मेरो हाम्रो बाबाले बनाएको गाउँको घर। स्वास भएर हिँड्नै नसकिने साथी हो। एन्ड दिस इज हाम्रो प्यारो गाउँ। एन्ड यता चाहिँ पुरा कफी खेती। यता पुरै तातै कफी लगाउनु भएको छ बुवाले। इट्स गुड। नेपालमा के होला यस्तो छ, अपर्च्युनिटिजहरू छ। युटिलाइज आफूसँग भएको रिसोर्सेसहरू युटिलाइज गर्न चाहिँ जान्नु पर्यो। हाम्रो चाहिँ सिद्धान्तै त्यही हो। यहीँ खाऊँ के, यहीँ खाऊँ। अनि अब पोखरा नि हामी यसरी झरिन्छ, काँक्रा खाइन्छ, पानी पनि हालेर पानी सानी खाऊँ। अनि त्यसपछि लागौँ आजको लागि यति हो केटा। अब फेरि अर्को भेटौँला। के भनेको तिमीले? कति? यताबाट उक्लिदिने ल, जाम त नि हेरेर जाउँ, काटौँ। अब यसो हल्का माथिबाट गइदिउँ है।